हेलो गाइज वेलकम टु माई न्यू ब्लग होइन आज चाहिँ अनि खासमा के हो भन्नुहुन्छ आज मदर्स डे हो होइन अनि मदर्स डेमा सानो स्मल गिफ्ट हाम्रो तर्फबाट मम्मीलाई होइन गिफ्ट चाहिँ के हो भन्नुहुन्छ नि यहाँ हामी गिफ्ट चाहिँ खासै त्यस्तो स्पेसल छैन होइन ठिक्क नर्मल गिफ्ट हो एउटा टिका अनि चुरा अनि यसो एउटा कुर्ता छ गिफ्ट जान्छौँ हेरौँ मम्मीको रियाक्सन कस्तो हुन्छ हेरौँ ल मम्मीलाई प्रायः हामी मम्मीलाई यसो गरेर गिफ्ट किन्दिनौँ नि त घरि पनि अनि आज यस्तो गिफ्ट ल्याएर अब हेरौँ मम्मीको रियाक्सन कस्तो हुन्छ ल मम्मी मम्मी हेर्नु हाम्रो मम्मी चाहिँ राम्रै हुनु रहेछ अरे क्या अब के अरे टिका लगाइदिउँ भनेको मम्मीलाई होइन अनि राम्रै हुनुभएको अरे हाम्रो मम्मी चाहिँ पुरै मेकअप सेकअप धसेर मुखसु धोएर आउँदै हुनुहुन्छ छिटो आउनु मम्मी भित्र आउनु भित्र यसो भित्र दिनु पर्दैन मान्छे देख्ने के दिनुहुँदैन सबैले के भयो नाटक भन्छ नि त मान्छेले टक्कसँगले यसले पनि किनिदिएको गिफ्ट चाहिँ यसले किनिदिएको गिफ्ट चाहिँ कस्तो रहेछ ल के पनि हुँदैन ल पक्नु है मम्मीलाई चाहिँ सरप्राइज धेरै आशीर्वाद दिनु पैसा पर्दैन आज मदर्स डेमा हामीले दिनु कि तपाईँले दिनु मलाई चाहिँ दिनु लेकिन यहाँ में पिघल बेग्ला नदिए पनि दिले टिका लगाइदिने अरे मैमा टिका लगाएको नपुग्ने अरे बिन्ताल टिका लाग्यो धेरै दिनभरि मोबाइल नचलाउनु भन्नु मम्मी यसलाई यसो मैले भनेको मान्ने गर्नु भन्नु धेरै छुचिसक्यो हामीलाई गाली गरेको दिनभरि के खाना पस्छ दियो भने नि ऊ गर्छ धेरै झ्याउ मान्छे है मम्मी भन्नु त हो नि होइन अनि अस्ति झ्याउ मान्छे खाना बस्छ दियो भन्नु भने यसको बास रिसा यति धुवा छिन्छ धुवा हेर नि झुट बोलेको हेर नि झुट बोलेको अरे